साथीहरू नमस्ते। यहाँहरूले चटपट त चाख्नुभएकै होला। चटपट कसरी बनाइन्छ, कसरी दिइन्छ त्यो विषयमा म आज कुरा गर्दछु। हेर्नुहोस्, यो मानिसले कसरी मजाले घुमाएर चटपट हैन, त्यो भित्र चाहिँ पिरो अमिलो सबै हालेर अहिले प्लास्टिक चेत्न लागिरहेछ। यो चाहिँ त्यो चाउचाउ आएको प्लास्टिक हो। अब यही प्लास्टिकमा खप्पा हालेर दिन्छ अनि त्यही चाउचाउ अनि एउटा कागजको चम्चा दिन्छ। अब त्यो कागजको चम्चा र चाउचाउ चाहिँ झ्याट्टा खाएर एउटा नेपाली श्रमिकहरू त्यहाँ काम गर्न बाटो बनाउनेहरू यससँग खान खोज्दैछन्। उसले मजासँग पैसा पनि अब यो लियो, पैसा खल्ती मजासँग खल्ती भर्छ। ती काम गर्ने मान्छेहरू दिनभरि यस्तै हेलमेट लाएर पसिना काटेर काम गरेका छन्। उसले एकछिन आउँछ अनि अब एउटा अर्कोलाई फेरि चाउचाउ खानु मन लाग्यो, अलिकति भुजिया हाल्यो, अलिकति अब नुन हाल्छ हैन, प्याज हाल्छ, एउटा यसो आलु छिलेर हाल्छ। अनि त्यसपछि अब यस्तै त्यो मसला ससला हालेर अब यसले मजासँग पिरो हालेर यो अमिलो हाल्न आएको त्यो बोतलको नक्कली अमिलो हो। त्यो चाहिँ केमिकलबाट अमिलो बनाएको चाहिँ बोतलको हालको। अहिले यो पिरो हाल्यो, यो रातो छ नि, यो पनि केमिकलबाट बनाएको पिरो हो। अब यो हाल्यो, अब त्यहाँ के परेछ, फोहोर परेछ। ऊ हेर्नुहोस् त, हातले टिपेर फाल्दैछ, आफैले टिपेर फाल्दैछ हातले। अब यस्तो फोहोर छ। अनि अब त्यो फोहोरका भित्रका चाहिँ नराम्रो चिज हाल्यो। अब यो रातो केमिकल भएको पिरो हाल्यो। अघि चाहिँ त्यो ऊ हालेको थियो। अब यसरी मजासँग एउटा दाउरोले त्यो भुजिया, चाउचाउ अनि ती सबै हालेर मजासँग यसरी चाहिँ मजासँग घोल्छ। अब त्यो चाउचाउ झिकेको पट्टा पारेर झिकेको चाहिँ प्याक छ नि, अब त्यसैमा चाहिँ खाना दिन्छ। जुन चाहिँ अब खाइसकेपछि यिनीहरूले बाटोमा फालिदिन्छन्। बाटो फालेपछि समय हुन्छ, ल अझ स्टाइल देखाएको छ उहाँदेखि यसो अमिलो चाहिँ, तर टाढादेखि यसरी हालेको, जो चिया पकाएको छौँ नि, चिया पकाउने बेलामा हाले जस्तै गरेर हाल्यो। अब यसरी चाहिँ हालेपछि अब फेरि उसले अब त्यसलाई सबै त्यो चाउचाउको प्याकेटमै दिन्छ। अनि सबैले चाउचाउ चाहिँ बाटोमा फाल्दै हिँड्छन्। सहर फोहोर गराउने यिनै हो। यो चाउचाउ फ्याक्ट्रीवालाहरूसँग पनि पैसा चाहिँ मजाले कर लिनुपर्छ यो फोहोर सफा गर्ने। हेर्नुहोस् त, अनि यो चाहिँ अनि यिनीहरूले पैसा कमाएर लाने, यी स्वदेशी हुन् कि विदेशी हुन् थाहा छैन, पैसा कमाएर लाने। अनि फोहोर चाहिँ हामी दाजुभाइले चाहिँ बिहोर्नु पर्ने, यो प्लास्टिक कहिल्यै नकुहिने चिज चाहिँ बाटोमा फालिदिन्छन् अब यी श्रमिकहरूले। अनि त्यसपछि यो फोहोर हुँदै जान्छ। अब हेर्नुहोस्, अब बस्यो, उसलाई यही बेला खानुमा पैसा कमाइ पनि भएको थियो। यो गुड्का खानु थाल्यो, त्यही हातले गुड्का पनि खाएको छ। ऊ हातले टकटक्याएर माथि उठेर अब पैसा चाहिँ बुझ्न थाल्यो, किनभने उसले पैसा कमाएको खुसियाली छ नि त अहिले। अब हेर्नुहोस् त, मुठै झिकेको खल्तीबाट पैसाको, खल्तीबाट निस्छ उसलाई फिर्ता गरेर दिन्छ। यसरी मजासे कमाएको छ। ती नेपाली टोप्लाका श्रमिकहरूले दिनभरि कमाइ गरेको भन्दा उसले एकैछिन मजासँग पैसा कमाउँछ। यस्तो उसलाई आनन्द छ।